वेलकम टु माई भ्लग साथीहरू। आज चाहिँ म घरमा खाजा फ्राइड राइस बनाइरहेको छु। यो चाहिँ आलुमा मैले जिरा र आलु पड्काएँ, अनि बिहान उब्रेको सब्जी न्युटेला र आलुको सब्जी थियो, त्यसलाई मिक्स गरेर चलाएँ। अनि हाम्रो घरमा चाहिँ बिहानको खाना उब्रेको थियो, त्यो खानालाई मैले त्यस सब्जीमा हालेर मजाले चलाएँ। खाना हाम्रो घरमा खेतालाहरू भइरहेको हुन्छ, त्यो खेतालाहरूको लागि खाना प्लस नानीहरूको लागि पनि खाजाको रूपमा हुन्छ। अनि यसमा यो गाजरलाई मैले कोरेसोमा कोरेर त्यसमाथि त्यो खानामाथि छर्केँ। यसरी चाहिँ खानाको कलर पनि राम्रो देख्छ हो, अनि खाना स्वास्थ्यको लागि पनि गाजर एकदम राम्रो। त्यसमाथि हरियो धनियाँले झन् त्यसमा खानाको टेस्ट अझै मात्रामा बढाउँछ। अनि नानीहरूको लागि पनि एकदम उपयुक्त, किनभने खानामा सब्जी खानै मान्दैन। जे गरे पनि नानीहरूलाई सब्जी त खुवाउनै पऱ्यो, त्यसै कारणले यसरी फ्राइड राइस बनाएर दियो भने चाहिँ मिठो मानेर खान्छ। थ्याङ्क यू।